दर्शकहरू यो चाहिँ तुइन खोलाको यो तुइन खोलामा खसेको पहिरोको चाहिँ यो पन्छाउने क्रम लगभग अब अन्तिम चरणमा पुग्दैछ। हामी देख्न सक्छौँ यहाँ चाहिँ यहाँ लोडरहरूले धम्माधम यहाँ चाहिँ बाटोमा खसेको पहिरो पन्छाउने क्रम चलिरहेको छ। यहाँ लगातार चाहिँ 5वटा हेक्साभेटर लोडरहरू चलिरहेका छन् र अब यो आधा घन्टा पौने घन्टाभित्रमा यो चाहिँ पहिरो पन्छाएर सकिनेछ। त्यसपछि आज यी बाटोमा अल्पत्र परेका सवारी साधनलाई सकेसम्म दुवैतर्फबाट चाहिँ बाटो सञ्चालन गरेर आज यो चाहिँ बाटोमा अड्किएका फसेका सवारी साधनहरूलाई गन्तव्यमा पठाउने तयारी छ। र यति बेला यो स्थानमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, त्यसै गरी चितवनका प्रहरी प्रमुख समेत यो ठाउँमा हुनुहुन्छ र यहाँ एकदमै डिभिजन कार्यालयका कर्मचारीहरू, इन्जिनियरहरू यहाँ निरन्तर रूपमा खटिरहनु भएको छ। उहाँहरू बिहानैदेखि बेलुका बेरसम्म यसरी नै निरन्तर खटिरहनु भएको छ। र आज यो चाहिँ यो हेक्साभेटर चलाउने, डोजर चलाउने एकजना यहाँ चाहिँ अलिकति घाइते पनि हुनुभएको थियो। त्यो हिसाबले आज चाहिँ केही भेटौँडाबाट पनि यो चाहिँ हेक्साभेटर चलाउनका लागि केही कर्मचारीहरू चाहिँ यहाँ सपोर्टका लागि आइपुग्नु भएको छ। र यति बेला द्रुत गतिमा यहाँ चाहिँ निर्माणको कार्य सकिँदैछ। म तपाईँलाई यतापट्टि अलि अँध्यारो छ, यतापट्टि चाहिँ हाम्रो चितवनका प्रमुख जिल्ला अधिकारी लगायतको सुरक्षा संयन्त्रहरू हामी यहाँ देख्न सक्छौँ। यहाँ इन्जिनियर साथीहरू पनि निरन्तर खटिरहनु भएको छ। यो अहिले चाहिँ यो रात भइसकेको छ। रातको समयमा यसरी बत्तीको व्यवस्थापन गरेर भए पनि यो बाटोलाई सकेसम्म आज चाहिँ क्लियर गर्ने, बाटोलाई आज सञ्चालनमा ल्याउने गरी नै यहाँ चाहिँ त्यही अनुसारको तयारी भइरहेको छ। अहिले मैले तपाईँलाई ताजा अपडेट जानकारी गराइरहेको छु र तपाईँले यस्तै यहाँको अपडेट निरन्तर रूपमा चाहनुहुन्छ भने कृपया यो पेजलाई फलो गर्नुहोला। हामी तपाईँलाई निरन्तर र रियल सत्य सूचना समाचार तपाईँका बिचमा प्रस्तुत गर्दै जानेछौँ। यो पछि हामी फेरि पनि यहाँ अब सञ्चालन कति बेला सवारी साधन हुन्छ, यहाँको बाटोको स्थिति के हुन्छ, यी सबै अपडेट तपाईँका बिचमा हामी गराउँछौँ। यदि चाहिँ माथि बाटो पहिरो चाहिँ खस्न रोकियो भने अबको केही समय पछि, केही समय लगत्तै टु वे बाटो सञ्चालन गर्ने गरी यहाँ चाहिँ अहिले यी बाटोमा खसेका यी ढुङ्गा, माटो, चट्टाङका टुक्राहरू चाहिँ पन्छाउने क्रम अहिले चलिरहेको छ।